नमस्ते सबैजनालाई। आज चाहिँ मैले खसीको मासुको रस राखेर थुक्पा बनाउने प्रयास गरेको नेपाली स्टाइलमा। यो चाहिँ त्यसमा चाहिने सामग्रीहरू अनि यहाँनिर चाहिँ मैले चिकन फ्राई गरेर राखेको छु, हरियो खुर्सानी चप गरेको, हरियो धनियाँ, प्याज, पत्तागोबी अनि निम्बु खट्टाको लागि राखेको छु र यो मैले अहिले मेरो हस्बेन्डको लागि रेडी गरिदिँदैछु र यसमा चाहिने सामानहरू सबै हालिदिँदैछु। पत्तागोबी, प्याज, हरियो धनियाँ, हरियो खुर्सानी अनि चिकन फ्राई गरेको हालेर रेडी गरिदिँदैछु। अनि त मेरो हस्बेन्डको लागि यो चाहिँ रेडी भयो र उहाँले अहिले खट्टा हालेर आफूलाई मनपर्ने जति खट्टा हालेर मिक्स गर्दै हुनुहुन्छ अनि खानुभयो। धेरै मिठो भयो अरे र अहिले यो चाहिँ मेरो लागि बनाउँदैछु अनि मेरो लागि चाहिँ नुडल्स हालेँ र नुडल्स हालिसकेर अब यसमा सुप हालेँ अनि सुप चाहिँ अलिक धेरै हाल्नु पर्दो रहेछ र मैले हालिसकेँ सुप अनि त्यस्तै गरी त्यहाँ भएको सामग्रीहरू पनि सबै प्याज चप गरेको, पत्तागोबी चप गरेको, हरियो धनियाँ, हरियो खुर्सानी अनि चिकन फ्राई गरेको सबै हालेर मेरो लागि रेडी गर्दैछु। अहिले चाहिँ मेरो लागि रेडी गरेको यो चाहिँ सबै सामानहरू हालेर र मलाई चाहिँ एक्स्ट्रा स्पाइसी मनपर्छ, त्यही भएर रातो खुर्सानी पनि हालेँ र मलाई चाहिँ खट्टा पिरो टक्क परेको मनपर्छ, त्यही भएर मैले चाहिँ खट्टा पनि धेरै हाल्दैछु र यो सबै हालिसकेर मिक्स गरेँ मैले अनि मिक्स गरेर खाना रेडी भयो। धेरै मिठो भएको थियो, तपाईँहरू पनि बनाएर खानुहोला। धेरै मिठो हुँदो रहेछ किनकि हामीको बर्मामा त मिल्दैन यस्तो र नेपालमा यस्तै टिकटकमा हेरेर नै मैले पनि बनाउन सिकेको। तपाईँहरू पनि बनाउनुहोला र खानुहोला, इन्जोय गर्नुहोला। थ्याङ्क यू, बाई बाई।